हेलो गाइस, म सेफ शरण। अन्त म आज तपाईहरुको अगाडि लिएर आउँदैछु सादेको चिकन नेपाली स्टाइलमा। हेर्नुहोस् है, यो चाहिँ सेफ शरण स्टाइल हो। हेर्नुहोस् है, हामी चिकन फ्राई गर्दैछु है, डाइरेक्ट डिप फ्राई गर्ने हो ओइलमा। हेर्नुहोस् तपाईहरु मजाले है। अब आयो हाम्रोमा ओनियन, गार्लिक, ग्रीन चिल्ली है, कोरिएन्डर। हेर्नुहोस्, यसलाई चाहिँ मजाले एउटा ओखलीमा तपाईहरु किचाएर मजाले पेस्ट जस्तो बनाउनुहोस्, क्रस गर्नुहोस्। अन्त चिकन यसरी फ्राई हुनुपर्छ। हेर्नुहोस् तपाईहरुको है, चिकन फ्राई भइसकेपछि चाहिँ जुन चाहिँ हामीले बनाएको थियो त्यो मसला चाहिँ एड गर्नु पर्यो चिकनमा तपाईहरुले मजाले है। अन्त हेर्नुहोस्, मजाले मिक्स गर्नुपर्छ यसलाई है। त्यसको बादमा चाहिँ मजाले मिक्स गरिसकेर चाहिँ तपाईहरुलाई म देखाउँछु कसरी प्लेटिङ गर्नुपर्ने है। यो चाहिँ एकदम सिम्पल है, घरमा बनाएर खानुको लागि चाहिँ एकदम सही हुन्छ र दारुसँग त झन् एकदम नम्बर 1 हुन्छ है तपाईहरुको लागि है। जसले दारु पिउनुहुन्छ त्यसको लागि चाहिँ एकदम सही हो यो स्टार्टर्स चाहिँ है, दारुको लागि चाहिँ। सेफ शरण स्टाइल सादेको चिकन है यो चाहिँ। हेर्नुहोस्, लोकल स्टाइल। यो आयो चिल्ली पाउडर हल्का है, चाट मसला है, लेमन पनि हालिसकेको छ हामीले। हेर्नुहोस् मजाले है। अब चाहिँ यसको प्लेटिङ गर्न पालो आइसकेको छ। हेर्नुहोस् तपाईहरु हो, मजाले है टक्क यसरी लगाउनु पर्यो है प्लेटमा। हेर्नुहोस् मजाले टक्क लगाएर चाहिँ है यसलाई चाहिँ गार्निश गर्ने हो हामी कोरिएन्डर लिफले। हेर्नुहोस्, सिम्पल छ है, तपाईहरु आरामले घरमा बनाएर खान सक्नुहुन्छ है। एकखेप चाहिँ ट्राई गर्नुहोस् तपाईहरु है, एकदम सही हुन्छ है। मलाई चाहिँ साह्रै मन पर्ने चिकन हो यो हो। अब तपाईहरुलाई कस्तो लाग्छ तपाईहरु हेर्नुहोस् है। रेसिपी पुरा भनिदिएको छु, देखेको छ तपाईहरुले भिडियोमै है, रेसिपी भिडियोमै छ। हेर्नुहोस् तपाईहरु मजाले है। मलाई चाहिँ एकदमै मन पर्ने चिकन हो यो है, रक्सीसँग एकदमै सही हुन्छ। तपाईहरुलाई कस्तो लाग्छ एकखेप ट्राई गर्नुहोस् तपाईहरु पनि घरमा है, या रेस्टुरेन्टमा पनि ट्राई गर्न सक्नुहुन्छ तपाईहरु है। एकदमै राम्रो रेसिपी छ यो है। टक्क हेर्नुहोस् प्लेटिङ पनि भइसक्यो है। हेर्नुहोस् त कस्तो मजाको देखेछ नि है। हेर्दा सिम्पल छ है, केही त्यस्तो उयो छैन, सिम्पल बनाएर खान सक्नुहुन्छ तपाईहरु घरमा। हेर्नुहोस्, वाउ, यस।